Good morning. आज म कोतोकबाट जाँदै हो। यो कपुर गाउँ। खै गुइँठेको बुढीको त घर। गुइँठेको त गुइँठे देखिन ल जाऊ। कोदो गोड्न जाने घर छुट जाऊ जता कि जाऊ। के हो फेरि यस्तो कराउने ल। आज गुइँठे गयो ओ गुइँठे दाइ। आज गुइँठे दाइको कोदो गोड्न जान लागेको। गुइँठे दाइ कहाँ गयो कहाँ तल ल आहा नके पिउ मन छ खानेकुरा भनेपछि भागेर आउँछ। यस्तो छ केटा बच्चा। बाबा भनौ न ल दुडा थाहा न। थ्याङ्क यू बाबा भनौ। थ्याङ्क यू भनौ न। जा 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 अलिअलि घाम लागेको छ त्यही पनि। गुइँठे दाइको कोदो गोड्न जाने आज। खेताल कति छ दाइ? को भन्दा ए भाउजू भन्न जुना बिबा दाई मा ज्ञानेन्द्र रञ्जनाको आमा हो। ल यो भाउजू जान रे सबै नजाने आज जाने हो। अहिले अहिले बरु गीत गाउनुपर्छ है एउटा है। ल कसै गाउनु गाउने हो। बेरा गीत गाउँछ है आउने हो आज आउने माथि ल आइज बुढी आमा आयो। बुढी आमा कहाँ जान्छ आज? बुढी आमा तेरो बुढी आमा कहाँ जान्छ रे? बुढी आमा कहाँ जान्छ रे? बुढी आमा कहाँ जान्छ रे? तेरो बुढी आमा कहाँ जान्छ रे? मेलामा भन् बाबु। 2 घन्टा काम गरे अनि भागेर आउँछ यी गुइँठे। रसी खायो नि दाइ आज? आज कहाँ पाएँ भाइ, अब खाइ छैन। आफ्नो काममा जाने पर्ने। मैले बिहान 1 बोतल दिएको थिएँ नि त। दिएको खाएँ मैले त। त्यो त सिद्धियो सक्यो। ल आइज केदारहरू के हो दिदी पछाडिको के छ? खानेकुरा ल्याएन किन त? बिस्कुटहरू ल्याउनु पर्छ नि त। चाउचाउहरू किन नल्याएको? चाउचाउहरू मासु दिन्छ रे गुइँठेले। ए गुइँठे दाइ आज मासु हो खेतालाहरूलाई? मासु हो? मासु दिनुपर्छ हौ काम गर्ने मान्छेहरूलाई त होइन दिदी? त्यही आज पनि मौसम राम्रो हुन्छ भनेको फेरि कुहिरो लाएर यस्तो कुहिरो लाग्छ। के हो खेतालाई वहाँ बस्यो? छोरा आइज। कोदो गोड्ने मान्छेहरू त्यसरी बसिरहेको नि कहाँ कोदो गोड्छ त? अनि
सब्सक्राइब भन्न सब्सक्राइब त गरे हैन ल हाम्रो मामाको च्यानललाई सब्सक्राइब गरिदिनु भन्न भन्नु भनेको हाम्रो मामाको के रे त्यसमा लाइक शेयर कमेन्ट गरिदिनु ल अहिले एउटा ग्रास सिद्धिने बेलासम्म खेतालाहरू यस्तो गरिराखेन केही काम गर्ने एउटा गरेर सिद्धिन्छ माइलाई सिद्धिन्छ आज कोदो गोड्ने हाम्रो सानी माइलो कहाँ सानी माइलो घरमा हुन्छ कहाँबाट ल्याएको गर्छ नि के रे घरमा थियो अनि के अन्त गरे बासी थियो नि ए हो ल पिरो छ पिरो छ एकदम तपाईँ खानुहुन्छ भोलितिर आउनु पर्ला पैसामा त छैन त्यसै त्यो अलिकति दिए त्यसै खाने हो नि त कहाँ खोर्सानी भनेको बेच्नु हुनु के किन कहाँ बेच्नुहुन्छ त कहाँ त्यो सब त्यो सबै गोड्ने होइन गाउँले कहाँ हो रे के रे आज कोदो गोड्दै हो गोसे दाइको कोदो कि कति वर्षपछि कोदो गोड्दैछु म पैसा गर्नु भएको छैन गोड्न त गोडे हो तर जमानामा गोडेको हुन्छ गुइठे दाइले आज रक्सी खाएन नि काम गर्ने बेलामा है काम गरेर राख्नु भनेर काम गर्ने नखाएको हो पैसा खाइहाल्छ नि भरेको दिन्छु भन्नु न भरे बेलुका दिउँला नि त म एक बोतल भइहाल्छ आज बल गरेर काम गर बल गरेर बल गरेर भाइ हो कहाँ सुत्ने ससुरा मेरो भाइ हजुर भन न कोदो राम्रो भयो रहेछ के मल हाल्यो यहाँ पहिलो के अरे मकैमा चाहिँ भैँसी मल हालेको नै कोदो नि हुन्छ मकै नि हुन्छ यो आधे त होइन होला नि त अर्को खेतमा आउने ओ यस्तो मान्छे छ अलि यता आउन उयो राबिन्छ गीत त आफूले गाउनुपर्छ है गीत नलाउनु पर्ने तपाईँले हारे कपडा लगाएर आइरहेछ कोदो गोड्दा हारे कपडा लाउनु हुनु नि त कमेज दिनु रिएक्सन फेरि मेरो त भेट केही छैन फेरि ल गोड गर्दै आज खेतालाहरूले भरे केही छिनमा यो खनियाको रुख खनियाको रुख हो यो खान्छ खाने चिज गुलियो अमिलो हुन्छ खाने चिज हो यसरी घाम लागेर यसो घाम छाडीमा बस्न आएको यहाँ खाने कुरो रहेछ घाँस काट्दै हो गाउँघरमा अब गरी खानै पर्यो अलिअलि त ए भाइले फेरि यार गफ धेरै गर्छ अलिअलि भने नि यसो जुगा आएन जुगा हजुर जुगा 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 के आउने आएन जुगा त अनि ठिक छ नि भाइ है म त जुगा आउनु साथ त जुगा त फालिहाल्छु तै पनि जुगा त म देखेर डराउँछु हौ तेरे यार
घाम लाग्यो होइन फेरि गर्मी भएको थियो यार होइन यस्तोमा काटेको घाँस राम्रो खान्छ हौ त्यो त हो यस्तोमा काटेको घाँस चाहिँ छैन एकदम राम्रो पहिला त भाइ त गाई गरेर आइसक्यो है अच्छा छिदा आता नि दे खाना यही दे ए निग्रे पनि बेल थुज्यो हाम्रो भाइ धेरै मेहनतीवाला छ यी घाँस यस्तो घाम लाग्दाखेरि घाँस काटेर आएछ यार जुत्ता लगाएन जुत्ता जुत्ता अहिले खुल्लामा चाहिँ बाँधिँदो रहेछ कि अँ उसमा त पुरा यो घाममा त पुरा बाँधिँदो रहेछ बिहामा चाहिँ बिजले खान्छ र लगाउनु पर्छ अहिले चाहिँ त्यति असर पर्दैन ल यो कपुर गाउँ मेरो प्यारो गाउँ हो यो कपुर गाउँ यस्तो यस्तो घरहरू घर कपुरगाउँको दृश्य बाटो मकै सुकाएको रहेछ घाम लाग्दाखेरि बाटो मकै सुकाउँदाखेरि एकदम सुक्छ यो भित्र जानको लागि अस्ति त एकदम झाडी थियो अहिले सबै गोड्दिएको रहेछ यहाँबाट यसरी गएर मान्छे नबसेपछि यस्तो हुन्छ घरको हालत यस्तो छ कुनै दिन धेरै रमाइलो हुन्थ्यो यो गाउँमा अहिले घरहरू यस्तो जीर्ण अवस्थामा छ सबै हेर्दा यत्रो ठुलो ठुलो सबै ढुङ्गाले छाएको घर यिनीहरू मकैबारी यस्तो राम्रो घर बनाएको छ हाम्रो चोके काकाको घर हो यो तपारी मकैबारी
यत्रो ठुलो गेट पुडुगो देवी ए यहाँ पुडुगो देवी छ कोदो गोडला तर हावा त आछ राम्रो चिसो हावा धेरै गर्मी भयो राहत कहाँ हुन्छ त गरी भाषा नि अब यस्तो हुन्छ भाइ गरिब भइहाल्यो चिसो पनि खाना पाइयो एकछिन चाहिँ सुतेको हो क्या चिसो भन्नाले बसेको शीतलमा चिसो कसले ल्याएको चिसो हानेको चाहिँ एउटा भाइ थिए उहाँले दिएको हो यस्तो है तपाईँ त किस्मतवाला रहेछ त चिसो नि दिने को भाइ हो भाइ हाम्रो त मैसराको चाहिँ भाइ हो कि कान्छा ए त्यो भाइले दिएको थियो हजुर सोमबहादुरले गर्मी भएको विवाह धेरै गर्मी भयो मामा हावा त आछ नि त फर्केर जाम जस्तो लागेको मामा अनि जुना तिमीले त गर्मी भएको नि त्यस्तो ज्याकेट लगाएर काम गरेर त ए बोल्नेको अवस्थै छैन ए दिदी खलाइमा खला अबै बेली गरिब भएको बाबु खलाइमा बेली खलै हावा खाइन्छ खलाले अखा हावा खै बेली खलै कामै थियो खाली ल ल ल ल अलि छोटो गर्ने ल ल ल ल भन भन के त पनि खान्छ हाम्रो भात पकाउनु जा छोडेर आइज आँसले भात पकाउने बेला पनि भयो नि है तपाईँ जाने हो म कहाँ जाने नि म यहाँ उ गर्नु पर्यो नि मैले जस्तो त्यसले गर्न सक्दिनँ सही कुरो बुढी भात पकाउनु जाऊ भन न ओहो त नि बुढी भात पकाउन जाऊ म यहाँ भोक लागिसक्यो सबैलाई चिसो पाइँदैन पैसा छैन पानी चिसो ल्याउने हेर कोकीको पानी ल्याउने म यहाँ त भन्दिनँ कसको फोन आयो सानी हेर अलिकति बेलामा खामला भनेर के भयो त भाउजूले फालिदिन्छ हेत्ती कहाँ खाना पाउनु त्यस्तो गर्न नहुने हो त नि त्यो त भाउजू गल्ती भयो नि त गल्ती हो कि होइन सही कुरो खाना पनि अलिअलि खान मन लाग्छ नि हो नि यस्तो गर्मीमा त रक्सी खाने होइन नि त भने पनि अलिअलि त हुन्थ्यो नि त तर भाउजूले फालिदिन्छ के भाइ धेरै ठुलो गल्ती गरे यार यस्तो नगर्ने खोइ भाउजू कहाँको भाउजूले गाली ए भाउजू किन रक्सी फालिदिएको दाइको मिलाइ रैसी धेरै बारे फाल्दिया अहिले दिनुपर्छ नि त बिचरा कहाँ दिने कोदो गर्ने बेलामा रैसी खायो भने काम गर्दैन माइला हो त्यो त सही कुरा हो हाम्रो भाउजूले दाइको रक्सी फाल्दैछ दाइ रिसाइरहेछ नफाल्नु पर्ने हो बिचरा धेरै ठुलो गल्ती गरे भाउजू तपाईँले खाने मान्छेले त खाइदिनुपर्छ कि अलिअलि के हुन्छ खाना दिनुहुन्न माइला काम गर्ने बेलामा ल राउन्डसम्म बोले ठुलो आज उनी सानो त्यो ठुलो हो क्या ए एउटा दुध खाएको हो नि त आमा मेरो साली ए त्यसो भने त गुइटे दाइको त साली त गाउँमै रहेछ है ए सानो गर्ने भन्दा उताबाट फेरि चाहिँ फुपूबाट चाहिँ अब
सोधिने भएन उम्, यता सानोबाट चाहिँ लामा भएन उम्, यता सानोबाट चाहिँ भिन्नै भयो तिनीहरू सानो खत्तम भयो सानो त त्यही कारण त काशी यहीँ छन् नि साली काशी पनि खत्तम सालीले काशी चाहिँ झन् के अरे फुक्साको छोरी हो साथै त्यसो भने आज तपाईँ चाहिँ सालीहरूको बिचमा कोदो गोड्दैछ है भइहाल्यो ल धन्यवाद गुइडे दाइ मान्छे रमाइलो छ क्या तर रक्सी खाइदिएर मात्रै बिग्रियो अलिअलि नखेल्नु न भाइ तर यो घाँस त त्यसरी नगर्नुपर्ने हो त घाँस यो चाहिँ अब यस्तो माल के गर्ने भाइ कहाँ इस्तेमाल हुने भनेको यो घाँस त ऊ सानीले लान्थ्यो नि त ले मजासँग उता छ हौ ढाक्रा दिन्छु मैले उता हालिदिएको छ त्यो गाडिदिनु दिवाले एक मुठो बनायो कि एक भारी बनायो वा भरे माथि छार मन रहेछ नि दिदी यहाँ माथि हौ छारमा कुहिसक्यो है बिहा माइलाले खिचेर यस्तै छ जिन्दगी जिन्दगीले बर्बादै बनायो बनबाखैमा हृदय झरीमा कोदो गोड काट्दै भयो विपद ल ल टिटा ल ल ल फेरि गाउँ दाइ पर्छ है मेला आयो भने एकछिन ल अर्को गीत गाउँ न धान उलेको छ ए काजाउलाई रान्छ ओ कोदो गुडेको छ ल ल ल फेरि अलिकति फेरि गाउँ त पिरतीले रानी बनायो डरी मैले करी दिएन फुलको पातो बनको बलायो ए तेरो पाले यो मनमा हो आदि चलायो घाँसै काटौँ खोलाइको चिरैमा हाँसौँ बानी मन छ नि पिरैमा हो वनको बलायो तेरो फले यो मनमा हो आँधी जलायो अब मेला आइसक्यो हाम्रो गुइडे दाइले एकदम राम्रो गीत गायो रक्सी नखाएको भए त स्वर त राम्रै आउँदो रहेछ है दाइको त है रक्सी नखाते डागर ल रक्सी नखाए गनायो खाएपछि हो जुलुमै बनायो वनको भलायो तेरो फले यो मनमा हो आँधी जलायो आज कोदो गोड्दै गुइडे दाइको कोदो गोडे होइन आज हजुर सबै कोदो गोडेको अनि आज सानो जाने गीत गाउन लाग्छ दाइले हल्का रमाइलो गर्न लाग्यो ल दाइ हजुर भाइ ल गीत गाउँ दाइ हिमालको पल्लोपट्टि दम्से लुग्ने दुलो मैले सधैँ काँसी डाको बुढी मात्रै ठुलो बाँझी दाई पोखर फेवातालको लौ माया सचैको नलाउ प्याला पालाइको ल फेरि एउटा दाइ फेरि एउटा भन्दा एकछिन है जान पाइयो नि त दाइ भन्दा त्यसले बस है म टुट्न पर्न एकछिन भइहाल्छ नि त आलुको बोली छ हो नौलो बोली छ हो नौलो
आँधी बेरी कहाँ गयो मनसँग लो वनको भलायो त्यो रूपले यो मनमा आँधी जलायो घाँसै काटौँ खोलाइको ल्याउमा माया बस्यो कलेची छेउमा मनको भलायो त्यो रूपले यो मनमा हो आँधी जलायो भयो फेरि गा भने जाउँ कि अरे ल फेरि एउटा गाउ त है जग्गा त गराए म चुप जान्छु नि त एनर्जी हो हराइगयो ब्यासी दौरा गाउँ ब्यासी गरनी गाउँ बेसी गरनी छोरा छोरी पल्दनी निर्माया यही दुःख गरनी बनकै काफल बनकै चरीलै तिम्रै माया 2 दिनकै भए नि मेरो माया जुनीभरिलाई हामी पक्का चाहिँ के अरे नम ल काटौँ खोलैको तिरैमा माया राउँछु आँखैको नानीमा दान्जुलेको छ कहाँ जाउँलाई रहन्छ मन्डुलेको छ ल भयो है आयो भयो यस्तो राम्रो मौसम क्लियर भएको छ आमा हेर्नु यस्तो डाँडा काँडा यस्तो राम्रोसँग देखिएको छ अब खेतालाहरू खाजा खान जान लाग्छ ए रोड त टालिदिए आमा 3 आटाना ए मकै चबाई कहीँ चबाई तोला बा कहीँ चौवा हाम्रो आमाले मकै गर्दैछ हेरे जुए तातो तमु चुए तातो तमु जति थाङ्गे खाएर त खाँदैन म त भात मैले खाइसकेँ अघि नै उता रोटी बनाएर आज खेतालो चाहिँ खेतमा खानुपर्ने यो रोडतिर आएर खाएर भाउजूले के गरे खोइ जुन कता गयो त डर छुटाइज अलि शीतल यता आइज न बोलाएको त यस्तो भाउजूले भात त्यतिकै निस्दै खाँदो रहेछ कि यस्तो मैले खाएँ मैले यहाँ रोटी खाएँ कि उनी मोबाइलमा त अलिक सम्मान गर न खानुस् माइला देवर राजा मेरो माइला देवरले आज त अम्मै अम्मै तपाईँको दाँत अब सबैले हेर्ने भयो भाउजूको दाँत त्यसो भने तिमी नाउ माइला भनेको त आउँछौ त पछि पछि के गर्नु आउनु पर्यो नि त भाउजूहरूले फोटो खिच्नु भरे त कहाँ नि गुइठे त भात खान आएछ भनेको नाटक गरेर मङ्गलबारै गर्ने ए खालुवा
टेकलालको छोरा भन्न आएको के ए ल ल ठिक छ खबर पठाइने ए पठाएको कम्ती छन् के त्यही त नि गुडी दाइ कर्सन खायो खोर्सानी खाँदैछु भाइ ल नासो गर्छन् उसलाई मात्रै गरेको छन् कि त्यही भएर बाहिर डल्ले खोर्सानी खाने खोर्सानी खाएको त राम्रो हो नि त को जुगा आयो कति हुनु गुइठे दाइले आज भात खाँदैछ कहिले पनि भात खाएको देखेन आज देखेँ यार पिरो भात है अब खोर्सानी अब पिरो त हुनै भयो नि भाइ रक्सी पनि खानु मन लाग्छ होला है अब खानु मन त लाग्यो अब यहाँ बाटोमा कहाँ पाउने भाइ खेतबारीमा नपाइने भयो गुइठे दाइ गएर रक्सी खानु मन लाग्यो होला नि ओ ए रक्सी नखा भन्दा भन्दा मान्दैन दाइ यार तपाईँ यार अब छोडिदिन्छु भाइ भन्नु न कहाँ छोडिदिनु खानु पर्छ अलिक बढी दाइले रक्सी छोड्यो भने यो हो त्यसलाई हाम्रो खोला त माथि फर्किन्छ होला नि है दाइ पक्का हो भाइ मैले रक्सी छोड्यो भने सँग माथि फर्क्यो भने बर्बादै हुन्छ बर्बाद हुन्छ फेरि पहिरो जान्छ फेरि है भोक लाग्यो कि दाइले त यार भोक लाग्यो दाइ एकन त गीत गाइदियो नि त भोक त लाग्यो नि भाइ के भन्ने गीत गाउनु त म त पछन् बात पानी फुक्छु भाइ ai पेट हो भात लाग्यो मजामै ल सुताइ साइ भाइले भिडियो गरेछ नि त्यहाँ कुखुरा दानालाई खेतालाहरू भात खाएर कोदो गोड्न गयो गुइठे दाइ सुतिहाल्यो बाटोमा रक्सी खुवाइदियो होला नि गुइठे दाइ यहाँबाट भात खाएर आएर रोडमा सुत्यो ए गुइठे दाइ हावा सारा हावा आएको गुइठे दाइ त घोर घोर भनेले घुरिहाल्यो ए भाउजू उता पारीबाट पानी आउँदैछ नानी कहाँबाट आएको खानै खालो नानी तल नि त ना ती खाई ना सही अपन चली शुरलवा चली यार खलवा यो गुम्बा सुदृश्य छ कपुरगाउँमा यस्तो राम्रो छ अहिले बर्खामा धेरै राम्रो हरियाली छ फेरि पानी पर्न लाग्यो
पानी पर्ने के टाइमै हुँदैन, जतिखेर पानी परिहाल्छ। अरूभन्दा काम गर्ने मान्छेहरूलाई साह्रै गाह्रो, छिनछिनमा पानी परिहाल्छ। छिनमै पानी पर्यो, पानी परेर हाम्रो भाउजू यस्तो राम्री भएको भाउजू त कपुर गाउँ सन्तेले फेरि रक्सी क्या रक्सी पानी परेर किन रक्सी खायो भने के यस्तो बिजोग के बुढो पुरा थाकेछ यार। के हो बुढो भर्खरै आएको यस्तो छ। राज किशोर के भर्खरै आएको